हेलो एन्ड गुड मर्निङ। आज चाहिँ अलिकति टेन्सनको कुरा छ हैन। यहाँ आज मलाई चाइल्ड केयर सेन्टरमा जाँदै सोध्दै तिमीहरू स्टुडेन्ट लिन्छौ भनेर प्लेसमेन्ट गर्नु हो। यहाँ चाइल्ड केयर सेन्टरै पाएन। आज लास्ट यो भोलि र पर्सि लास्ट कलेज हो क्या मेरो। लास्ट यही हप्ता मात्र भयो क्या। अनि यो हप्ता सकेपछि प्लेसमेन्ट स्टार्ट गर्नुपर्ने। अहिलेसम्म प्लेसमेन्टै नपाएर टेन्सन। अनि अब चाहिँ लागेन भनेर आज अब प्लेसमेन्ट खोज्दै हिँड्नु पर्यो। मैले एउटा हाले त्यसले चाहिँ मलाई इमेल रिप्लाई गरेको थियो एउटा प्लेसमेन्टले चाइल्ड केयरले। अनि त्यसपछि तिनीहरूले चाहिँ हामी गर्छौँ स्टुडेन्ट प्लेसमेन्ट। तेरो नजिकै जुन सेन्टर छ थुप्रै हुन्छ नि त, जुन सेन्टर छ त्यसमा गएर बुझ भन्यो। अनि अब त्यसमै जान थालेको 14 मिनट ड्राइभ रह्यो यार मेरोबाट। त्यो त ठिकै हो, 14 मिनट बरुमा ड्राइभ गर्थेँ, पाउनु पर्यो क्या। यतै नजिकैहरू पनि छ तर खोइ स्टुडेन्ट लिन्छ कि लिँदैन भन्ने हो क्या। पहिला यसमा जान्छु अनि यहाँबाट घर फर्किने बाटोमा कतिवटा सबै हेर्छु। पालै पिलो एकैवटा छिर्दै आउँदैन नि। आज कामै त्यही भेट्टाउनु छ जसरी नि के टुटु गर्छ है त। ल हेरौँ आज कतिको सक्सेस मिल्छ। 9 बजे अहिलेको यहाँ भर्खर उठेर चिया खाएर अनि हिँड्न थाल्यो म। टुडु गर्छ मेरो मोबाइल कराएको होइन त के गराउँछ थाहा भएन। ल आयो धगे लाग्यो। ल आज मौसम पनि राम्रो 18 डिग्री। जति बजे उठ्यो पनि हाई आउन चाहिँ नछुने कि बिहानदेखि बेलुकासम्म नै हाई आउने। कतै सुत्ने हो र भने। तर निन्द्रा चाहिँ राम्रोसँग कम्प्लिट गर्नै पर्ने रहेछ क्या। 8-9 म त दिनमा 8-9 घन्टा त सुतिहाल्छु। यसले हरान खान्छ क्या हो, हिँड्दैन त। चिया र बिस्कुट खाजा खाइदिएको कस्तो अगाइयो धेरै नै। पासको बेल रोडमै रहेछ त्यो भनेको ग्लेन रोय त्यो जाने बाटो रोड हुँदैन त्यही हो। हुन चाहिँ अलिक तलतिर रहेछ क्या। पुगौँ भने थाहा हुन्छ। अब फेरि कस्तो रुल रह क्या एउटै चाइल्ड केयरमा सबै प्लेसमेन्ट गर्न पनि नमिल्ने रे। छुट्टैमा गर्नुपर्ने रहेछ अहिले पनि। ल के हो त यार पारा, यस्तो नि पारा हुन्छ यो पारा हो। पार्किङ गर्न नआउने मान्छेहरूलाई कसले गाडी हाक्न सिकाउँछ। सिधा त जसले नि हाकिहाल्छ नि होइन, पार्किङ गर्न पाउनु पर्यो त। मलाई पनि अगाडिबाट फुट्दै छिराउन त ठिकै हो। धेरै जस्तो म कहिले छिराउँदैन। म त जहिले ब्याकबाट पार्किङ गर्ने रहेछ। मलाई ब्याक लास्टै सजिलो लाग्छ पार्किङ गर्न। किनकि निस्किन नि सजिलो हुन्छ क्या। बाहिर त खतरा मौसम हेर्नु राम्रो हावा इट्स वेदर। ल है त आमै आकाश त खतरा देखेर यार मैले नोटिसै गरेको थिइनँ। अहिले भर्खरै हेरेँ मैले पनि। 50 को जोन हुन्छ यस्तो भित्रको बाटो। कुनै 40 हुन्छ लेखेको हुन्छ होइन। हेरेर हिँड्नुपर्छ किनकि पुलिसहरूले गाडी छोडिदिएर ओहो उयो अहिले राइट साइडबाट गयो नि त्यो चाइनिज गाडी हो यार। एउटा मेरो मैले चिनेको दाइले त्यही किन्नुभएको खतरा आयो त्यो गाडी त। के भन्दैछ क्यामेरा यस्तै पार गरेको गाडीमा पुलिसहरूले क्यामेरा राखेर हिँड्ने हुन्छ क्या। अनि फेरि त्यसले भेटायो भने त सिधै फाइन हो, सिधै खत्रै फाइन आउँछ त। फेरि फाइन आउँदाखेरि 400 भन्दा थोरको फाइनै आउँदैन क्या। त्यो हो क्या टेन्सन।
गाह्रो छ भने मान्छेको यहाँ विकली इन्कम हो यार। त्यही माथि स्टुडेन्ट 24 आवर काम गर्न पाइन्छ अनि त्यही पनि $400 400 फाइन तिर्नु पर्यो भने त अनि ब्याङ्क लुट्न गए मात्र कलेज छुटिन त। ल ल ल कस्तो मैले कलेज जाने इमेल गरेको होइन प्लेसमेन्ट मैले भेटिनँ खोज्दै आऊ न भनेर उसले मलाई इमेल गर्छ यो मन्थको अन्तिमतिर खोज अहिले यहाँ सबै स्टुडेन्टले खोजेर नभेट्टा होला भन्छ यार। आया हामीसँग पनि कुनै सेन्टरै छैन भनेर भन्छ ल कस्तो अनि के काम त हो त्यस्ता चाहिँ अब टाइट। बरु मैले एज केयर पढ्दा सजिलो थियो क्या कमसेकम प्लेसमेन्ट त ठाउँ खोज्दा थियो यार सरले। हाम्रो टिचर त फेरि चाइनिज थियो खतरा थियो जुन पनि प्लेसमेन्ट के अरे एज केयरहरूलाई इमेल हानिदिइहाल्थ्यो प्लेसमेन्ट छ मसँग स्टुडेन्ट छन् भनेर खोजिदिइहाल्थ्यो यार हामीलाई। मिल्थ्यो पनि त्यो बुढा त लास्टै मलाई त चिल लाग्थ्यो त्यसले पढाएको भए पो क्वेसन सोद्धा पनि अब त्यसपछि एन्सर आएन भने पनि उसले भनिदिने अनि याद हुने क्या फेरि त्यो बेलामा। अब अहिलेकोमा त के गर्दा गर्छ छ्या जति नै ग्रुप एक्टिभिटी भन्छ मान्छे पढ्नु चाहिँ केही छैन। ल यस्तो टाइमको कुरा नगरौँ यहाँको कलेजहरूको यस्तै हो नेपालको जस्तो पढाइ नै होइन यो पढाइ नै होइन नेपालको जस्तो पढाइ होइन भन्न खोजेको होइन पढाइ नै होइन क्या त्यस्तो धेरै पढ्नै पर्दैन तपाईँहरूलाई अलिअलि फोकस गरे नि मजाले पास हुने हो। ल है त 6 मिनट बाँकी अरे ठिकै रहेछ त्यस्तो धेरै टाढा नि भित्रको बाटो भएर बढी टाइम लाग्यो नभए त धेरै त किलोमिटर त होइन। अहिले यो 50 मा हाक्न नमिले यो 100 को बाटो भए त फेरि 5 मिनटमा आइपुग्यो। यहाँबाट थर्ड एक्जिट यो राउन्ड अबाउटबाट थर्ड एक्जिट भने सिधै राइट हो कि। ओहो थ्याङ्क यू सो मच उता गएकोमा सर 5 मिनट भन्छ यार अझै कति चाहिँ भित्र होला यो चाइल्ड केयरहरू त्यस्तै त्यो नोइजहरूबाट अलिक टाढै बनाउँछ जस्तो लाग्छ मलाई पनि। खै हेरौँ है त म पनि असन गएको भए पो एउटा म एकचोटि गएको छु एउटा क्रेगिवनमा एउटा म पहिला एउटा फ्यामिलीसँग बस्थेँ अनि त्यसको छोरा छोड्न गएको थिएँ एकचोटि त्यसले मलाई गाडी दिएको थियो यसलाई छोडाइदिनु म टाइम छैन भनेर अनि त्यही छोड्न जाँदाखेरि त्यो बेला फर्स्ट टाइम छिरेको पुरै टिचरहरू बाहिर बसेर हेलो गुड मर्निङ हाई गर्दा आफू म त झन् गाडीमै लाइक यतिकै उहाँ पार्क गर्छु छोडिदिन्छु भने गएको लास्टमा त पार्किङ नभेटेर त्यो मान्छे धेरै प्याक हुँदैछ कहाँ पुग्नु पऱ्यो कट्टु लाएर गएको थिएँ हिँड्दै गएको यार म चाइल्ड केयर भित्रै गएर छोडेर पनि आइहाल्न मिल्दैन रहेछ क्या फेरि त्यो वेट उसको अब साथीहरू हुँदैनन् रहन् अनि वेट गर्ने क्या अनि वेट गर्नु पर्यो म वेट गरेको उसँग बसेर उसको साथीहरूलाई के अनि साथीहरू आउँदा रहन् पहिला अनि मिस आउँदा रहन् अनि लाइन बस ल यो ती क्लासको भनेपछि बुटुटु लाइन बस्ने अनि क्लासभित्र लिएर जाँदा रहन् हामी जान चाहिँ मिल्दैन खोइ मिल्दैन कि के हो त्यहाँबाट म फर्किहालेँ मलाई थाहा भएन के हो। अब आज जाउँ यो सेकेन्डचोटि हुन्छ म कुनै उसमा जान थालेको चाइल्ड केयरमा बुढाबुढीले मलाई इङ्ग्लिस सिकाइन्छ नि यहाँका त्यस्तो खतरा बोलिदिन्छन्। अब उनीहरूको फर्स्ट ल्याङ्ग्वेज पनि हो नि त हाम्रो फर्स्ट ल्याङ्ग्वेज होइन। अहिले म जान थालेको चाहिँ जहाँ पनि रह क्या यसको सेन्टरहरू चाहिँ ठाउँमा धेरै नै सेन्टरहरू भएको रह त्यहाँ अलिकति पछि काम पाउन नि रिफरेन्समा सजिलो हुन्छ कि भनेर यसमै गर्नु पर्यो भनेको दियो भने अब ड्राइभ सेफली रफ सर्फेस भनेर बोर्ड पो टाँसिएको थियो। ओहो यो रहेछ नि त
म ती झन् यसको बिचबिचबाट जान्छु भनेर हिँडेको त्यसका अझै बिचमा चाहिँ उफ्रिने रहेछ साइडबाट हिँड्नुपर्ने रहेछ रोड वर्क अहेड रे के भन्नु अर्को बाटो जाउँ त्यसो भए अस्ट्रेलियामा कन्स्ट्रक्सन पनि कति हुन्छ त क्या जति कन्स्ट्रक्सन भए पनि यो रोडहरू चाहिँ खत्तमै छ क्या बाटोमा यसै फोहोर फाल्दै हिँडिन्छन् राइट साइडमा देख्नु होला नि अघि भर्खर ऊ लेफ्टमा हेर्नु त्यहाँ मुनि यति सानो सानो रोड बनाए एउटै गाडी यसै पार गरेपछि हिँड्नै नसक्ने C+M आर इन द हाउस भने के हो त भने रियल इस्टेटको नाम होला है C+M भने ए छिटो खोल्ने हौ ढिलो भए बेलामा एउटैमा जान आधी घन्टा लाग्ने भयो 9 बजे निस्केर लाग्थ्यो म कहाँबाट एम्बुलेन्सको आउँछ एम्बुलेन्स ऊ पछाडि उता राइट साइडबाट एम्बुलेन्सहरूले त बाटो दिइहाल्नुपर्छ यता आयो भने त छोडिदिइहाल्ने बरु आफू आधी घन्टा ढिलो पुग्नु एम्बुलेन्सहरूलाई बाटो छोडिदिनु है म त बरु पुलिसलाई त नछाडे नि केही भएन त्यसका भनेर नभन्नु हुँदैन क्या पुलिसलाई झन् छोड्नुपर्छ उनीहरू झन् कहाँ अब इमर्जेन्सीबाट हिँडे हुन्छन् यहाँ चाहिँ फेरि गोली हान्ने चक्कु हान्ने आगो लाग्ने त भइरहन्छ अनि यो एक्सिडेन्ट पनि फेरि के सानो भयो पो यहाँ त अब त्यसो 100 को स्पिडमा गाडीले अरू एउटा गाडीले अर्कोलाई हान्यो भने कति चाहिँ एक्सिडेन्ट हुन्छ होला कतिवटा गाडी एकैचोटि अब कति त्यो बिजी टाइममा त हामी त्यस्तो के अरे डिस्टेन्स राखेर हिँड्ने हुँदैन नि त अनि एउटा गाडी अगाडि गयो कि सबै गाडी जान्छ जानु दिनुपर्छ अगाडिको चाहिँ ल यहीँ छ है त साइडमा ल म आइपुगेँ नाम चाहिँ नदेखाइदिउँ होला तर कता पार गर्ने भन्ने कुरा हो अब यहाँ पार्किङ कता छ भन्ने कुरा छ प्याक रह यार यहीँ हो रे पार्किङ छैन यहाँ रहेछ पार्किङ कहाँ त अगाडि राख्नु पर्यो हो बसको लेन पो रहेछ त यहाँ लु जा त मेरो पछाडि गाडी छ त्यो जाओस् ए अगाडिको स्ट्रिटमा राख्नु पर्यो एकछिन यहाँ एकछिन राखेर जानु पर्यो अब केही गरौँ भने गरौँ फाइन काट्दैन होला यिनी खोइ कतै नो पार्किङको साइन लेखेको छैन ल है त म गराउँछु टाटा बाई बाई